हेर्नुहोस् है त तपाईँहरूको पनि यो डियो स्कुटरमा चाहिँ चाबी अन गर्दाखेरि होइन यो यसरी ब्रेक थिचेर है यो अगाडिको ब्रेक थिचेर चाहिँ फ्रन्ट साइडपट्टिको ब्रेक थिचेर चाहिँ यसरी सेल्फ हान्दा सेल्फ लागिरहेछ। तर अब यतापट्टिको चाहिँ ब्रेक थिच्दा है जस्तो अब चाबी अफ गरेँ मैले, चाबी अन गरेँ, अब यतापट्टिको ब्रेक थिच्दा सेल्फ हान्दा कान्छ, सेल्फ हान्दा सेल्फ लागिरहेको छैन है। यतापट्टिको मैले ब्रेक प्रेस गरिरहेको छु, ब्रेक प्रेस गरिरहेको छु देख्न सक्नुहुनेछ, तर सेल्फ हान्दा सेल्फ लागिरहेको छैन। यस्तो हुँदा चाहिँ तपाईँको दाहिने साइडकोबाट हान्दाखेरि चाहिँ सेल्फ लागिरहेछ, तर चाहिँ देब्रेपट्टिकोले काम गरिरहेछ नगर्दाखेरि चाहिँ तपाईँको यस्तो खालको स्विच एउटा आउँछ है, जुन स्विच चाहिँ हाम्रो यहाँ देख्न सक्नुहुनेछ, यो खालको चाहिँ स्विच हुन्छ हाम्रो है। यो स्विचले काम नगर्दाखेरि चाहिँ तपाईँको यहाँनिर देख्न सक्नुहुन्छ हो, यो स्विचले काम नगर्दाखेरि चाहिँ हाम्रो त्यस्तो खालको प्रब्लम आउँछ। र म यो लगाउन गइरहेको छु, भिडियो अन्तसम्म हेर्नु होला है त। ल फटाफट खोल्न दियो। र हामीले फटाफटी खोलिसक्यो। यो चाहिँ तपाईँको यहाँनिर रहेको हुन्छ है, यो कम्बो ब्रेकको हाम्रो यो साइडमा रहेको हुन्छ यस्तो किसिमको चाहिँ स्विच। यो स्विच चाहिँ बिग्रेर है, यो स्विच बिग्रेर चाहिँ हामीले ब्रेक हानेर चाहिँ स्टार्ट नहुनेछ, जुन हामीले चाहिँ यहाँ नयाँ लगाउन गइरहेको छौँ। ल फटाफटी खोला त यो। जुन चाहिँ हाम्रो यताबाट यो निकालिसकेको छौँ र अर्को इन्स्टल गर्न गइरहेछौँ यहाँनिर है। त्यो ठिक त ल फाइनली हामीले जोडिसक्यौँ अहिले। अब चाहिँ अब स्टार्ट गर्न गइरहेको छौँ, यसले काम गर्छ कि गर्दैन हेरौँ है त। पुरानोवाला चाहिँ यो बिग्रेको, यो हामीले चेन्ज गऱ्यौँ र फाइनली फिट गरिसक्यौँ। र यहाँनिर तपाईँहरूलाई मैले चाबी अन गरेर चाहिँ देखाउन गइरहेको छु। यहाँ ब्रेक प्रेस गरिसकेँ मैले, अब यता सेल्फ हान्न गइरहेको छु है त। फाइनली काम गरिसक्यो है। र तपाईँहरूको पनि यस्तै किसिमको यहाँनिर फेरि एकचोटि देख्न सक्नुहुनेछ है। यहाँ मैले ब्रेक प्रेस गरेँ, लेफ्टपट्टिको हो यो, लेफ्टपट्टिको प्रेस गरेर चाहिँ अब सेल्फ लगाउँदाखेरि हेर्नु है, सेल्फ हान, सेल्फ हान्दाखेरि चाहिँ सेल्फ लागिसकेको छ। त्यसै गरी फेरि एकपल्ट एकचोटि यहाँनिर देख्न सक्नुहुनेछ, मैले यो लेफ्ट साइडको चाहिँ यसरी ब्रेक प्रेस गर्दाखेरि सेल्फ लागिसकेको छ। सो यस्तै तपाईँहरूको पनि राइट साइडको ब्रेकले काम ब्रेक थिचेर स्टार्ट गर्न मात्र भइरहेछ होइन, लेफ्ट साइडकोले काम गरेको छैन, या कुनै बेलामा चाहिँ तपाईँको स्टार्ट नहुने प्रब्लम यो स्विचले पनि गर्दा हुन्छ है त। यसलाई चाहिँ एकदमै ध्यान दिनुपर्छ हामीले है।